हेलो नमस्कार तपाईँहरूलाई हार्दिक हार्दिक स्वागत छ। हामी आज एउटा फिल्म हेर्दिन जाम भन्ने कुराकानी छ, हेर्न जाँदैछौँ टिपु आछिन। बाटैमा भेट भयौँ, बाटैमा प्लान बनायौँ, बाटैबाट हिँड्यौँ। त्यति बेला हामी ठ्याक्कै यो कमल पोखरी अगाडि आइपुगेको अवस्था छ। अब सिटी सेन्टरमा अल्फा भन्ने एउटा फिल्म लगाइरहेको छ आजभोलि। इन्स्टाग्राममा एकदमै धेरै चर्चा बटुलिसकेपछि चाहिँ मैले यसो हेरौँ कि भनेर प्रस्ताव अगाडि ल्याएपछि हाम्रो हेर्ने कार्यक्रम अगाडि बढेको छ। A few moments later. टिकट लिँदै टिकट आइसक्यो। अब के छ सकेको अवस्था छ। अब चाहिँ हेरौँ के हुन्छ। मैले त खासै पोस्टर पनि देखेको छैन, तर फिल्म चाहिँ राम्रै होला भन्ने मेरो अनुमान, मेरो अपेक्षा छ। अपेक्षा मिट होइन, यसो अब हेरे हुन्छ, ठिकै हुनुपर्छ मेरो विचारमा। नेपाली फिल्म यस्तो पतुर छ जस्तो हो नि, हिन्दी फिल्म चाहिँ हुन्न राम्रो हुन्छ। नेपाली फिल्म त झोल हुन्छ न। अपेक्षा त्यही छ, अपेक्षा। कालो अँधेरो पुग्यो पुग्यो हमको एड देखा रहा है। शुरू हो चुका है गाइस। कमांडो प्रोग्राम, ह्यूमन लीथल वेपन्स जिनकी रगों में अल्फा दौड़ रहा है। अल्फा इन सब में अल्फा सीरम इंजेक्ट किया गया है। इन्टरभलसम्म त खतरा। एउटा हिरोनीको त नामै छैन, तर दीपिका पादुकोणको एक्टिङ एकदम खतरा। के बोले भाइ? अब के बोले के जथाभावी बोले? कहाँ छ दीपिका पादुकोण? त्यसको नाम दीपिका पादुकोण त होइन नि, होइन, मलाई त हो जस्तै लाग्दैन। हो कि कहाँ हो? बाहिर नि छैन। अनि त्यसपछि त्यसको को एक्टरको झन् डेन्जर छ। अब फाइनल रिभ्यू पछि हुन्छ बिस्तारै। Cheetah X24, we see you. तू मुझे नहीं मार सकता कौन? माओले भाइ ल फिल्म सक्यो। फिल्म के छ कस्तो छ डिटेल रिभ्यू एकछिनमा आउँछ। मजाले बसेर ल। अब त्यो खासमा फिल्मको स्टोरी चाहिँ कस्तो थियो भन्दाखेरि, खास त्यहाँ एउटा साइन्टिस्टका बुढाबुढी हुन्छन्, अनि त्यसको बुढी चाहिँ एउटा प्रेग्नेन्ट हुन्छ होइन। अनि त्यसपछि साइन्टिस्टका बुढाबुढी होइन यार, बुढी चाहिँ साइन्टिस्ट हो, एजेन्ट चाहिँ रको चिफ चाहिँ बुढो। पहिला चाहिँ त्यो मेजर थियो त्यो बुढो। अनि त्यसपछि त्यो एउटा त्यहाँ एउटा अल्फा भन्ने खोप बनाइरहेको हुन्छन् तिनीहरू। अल्फा भनेको ग्रिक लेटरको पहिलो अल्फाबेट यस्तो टाइपको हुन्छ नि। त्यो अल्फा खोप त्यसको बुढीले लगाइदिएपछि चाहिँ त्योबाट चाहिँ दुईवटा ट्विन्सहरू जन्मिँदा रहेछन्। त्यो पुरा पछि थाहा हुन्छ। अनि त्यो जन्माउने साइन्टिस्ट चाहिँ मरिहाल्छ। त्यसपछि चाहिँ त्यसको एउटा छोरीलाई एउटा अर्को मेजर हुन्छ, त्यसले चाहिँ लगेर पारेर खतरा बनाउँछ। त्यो अल्फा भनेको नर्मल मान्छेभन्दा चाहिँ एकदम खतरा हुन्छ। अनि त्यो अब त्यो केटी एकदम डेन्जर भइसक्छ। अनि त्यसपछि अब त्यो जुन पाल्नेवाला मान्छे थियो, त्यो पाल्नेवाला मान्छे चाहिँ उता अब इन्डियाको फिल्ममा त्यही त हुन्छ कि इन्डियाको मान्छे पाकिस्तान गएर अचम्म गराउँछ कि पाकिस्तानको मान्छे इन्डिया आउँछ। अब त्यो चाहिँ के रहेछ भन्दाखेरि, त्यो जुन त्यो केटीलाई पाल्नेवाला मान्छे थियो चोरेर लगेर, त्यो चाहिँ पाकिस्तानी एजेन्ट रहेछ। अब घडाङगुडुङ हुन्छ त्यस्तै। अनि पछि ती दुई बहिनीहरू भेट हुन्छन्, बा छोरी भेट हुन्छन् बिस्तारै। अनि यस्तै हुन्छ। त्यो छोरीहरूले चाहिँ यहाँ तहल्का मचाइदिन्छन्। बाँकी यसो भिडियोको क्लिपबाट पनि हेर्नु। फिल्मको स्टोरी चाहिँ यो हो। अब रिभ्यू यताबाट सुन्नु। हेर्न जानु फिल्म त्यही हो रिभ्यू। फर्स्ट हाफ चाहिँ यस्तो दामी छ है, फर्स्ट हाफ बवाल छ। सेकेन्ड हाफ त्यति राख्न हेर्न त मन लाउँछ, तर त्यति मजा आउँदो चाहिँ छैन जति फर्स्ट हाफ थियो। फर्स्ट हाफ चाहिँ बवाल छ।
बवालै छ बवाल अहिले केही शब्द मन छ ल हेर्नुहोस् यो फ्रीमा होला भ्लग चाहिँ अन्तिसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद तपाईँहरूलाई बाँकी केही छैन अहिले चाहिँ हामी ठ्याक्कै सरकार मार्गमा आएर बसिरहेछौँ अब कोठामा हिँडिरहेछौँ बाहिर त चल्ते भाइ लोग